सामाजिक सञ्जालमा आधुनिक युगे अति आवश्यक अस्ति संयम प्रयोगेला दुरुपयोगे हानि अत विवेकपूर्वकम उपयोगी। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। नमो सभाव्य सभापति व्यस्त अर्थात् सभालाई नमस्कार अनि सभापतिलाई नमस्कार। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आदरणीय सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, निष्पक्ष न्याय पुर्याउनका लागि हातमा न्यायको दराज लिएर उपस्थित हुनुभएका विधायक मण्डलज्यूहरू, समेत सूचकज्यू, विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षक शिक्षिकाज्यूहरू, मेरा प्रतिस्पर्धी साथीहरू, अप्रतिस्पर्धी साथीहरू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा कोड नम्बर 3 को तर्फबाट स्वीकार होस् ध्यान अभिवादन। आज मिति 2082 साल 8 महिना 12 गतेका दिन यस जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगितामा आफूलाई सहभागी गराउन पाउँदा निकै भाग्यशाली महसुस गरेकी छु। आजको वक्तृत्वको शीर्षक रहेको छ सामाजिक सञ्जाल अवसरकी चुनौती। सामाजिक सञ्जाल भनेको मानिसहरूलाई जोड्ने, कुरा, विचार र सोच विचारहरूलाई आदान प्रदान गर्ने एक महत्त्वपूर्ण डिजिटल माध्यम हो। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई फुलपाको पीड भने चाहिँ आजको यस 21औं शताब्दीको रफ्तार गरिरहँदा सामाजिक सञ्जालका सही प्रयोगकर्ताहरूले विभिन्न अवसरका कुर्किलाहरू पार गरिसकेका र यसका गलत प्रयोगकर्ताहरू भने अन्धकारमा धकेलिएको यथार्थता हाम्रो समाजमा विवेक भएको कुरालाई अभिव्यक्त नगरी मैले मेरा भनाइहरूलाई अगाडि बढाउन चाहिन। आदरणीय सभाध्यक्ष महोदय, सन्दर्भ र परिवेशले विकासको गतितर्फ समाइरहेको यस परिप्रेक्ष्यमा विकास भइरहेको सामाजिक सञ्जालले विभिन्न वर्ग तथा उमेर समुदायका मानिसहरूमा सकारात्मक र नकारात्मक दुवै असर पार्दै आइरहेको छ। मानिसहरूले जानेका र सिकेका ज्ञानहरूलाई लुकाएर नलुक्ने रहेछ। आदरणीय विधायक मण्डलज्यू, सोच विचार नपुर्याइकन उल्लेख गरिएका कतिपय सामाजिक सञ्जालमा उल्लेखित कुराहरूले समाजमा नकारात्मक प्रभाव पार्दै आइरहेको छ। मानिसहरू समाजमा भ्रमको खेती गरी अनावश्यक समाचारका शीर्षकहरू बनाइरहँदा यसले सिङ्गो मानव समाज भने हाहाकार मचिरहेको देखिन्छ। जिउँदै मानिसलाई हार्दिक श्रद्धाञ्जली उल्लेख गरेर त्यस्ता समाचारका शीर्षकहरू बनाइरहँदा यसले मानिसहरूलाई अल्ममा परी अन्यको वातावरण समेत सिर्जना गराइरहेको देखिन्छ। तसर्थ सामाजिक सञ्जालको उचित प्रयोग गर्नु आवश्यक हुन्छ। संसारलाई पलभरमै खुल्ला आकाशले छर्लङ्ग पारिदिने सामाजिक सञ्जाल सिकारका निमित्त मोर्सेढुङ्गा साबित भएको छ भन्दा केही पनि फरक नपर्न सक्छ। लजालु तथा अन्तर्मुखी स्वभाव भएका मानिसहरूको क्षमतालाई उजागर गर्नलाई समेत सामाजिक सञ्जालको प्रयोग भइरहेको देखिन्छ। ज्ञानका भोका विद्यार्थीहरूका निमित्त सामाजिक सञ्जाल एक आविष्कार साबित भएको छ। उत्पादकीय वस्तुहरूको प्रचार प्रसार गर्नलाई साथै कलाकारहरूले आफ्ना कलाकृतिलाई प्रदर्शन गर्नलाई समेत सामाजिक सञ्जालको प्रयोग गर्दै आइरहेका छन्। भनिन्छ यादृश्य भावना चैव सिद्धिर्भवति तादृश्य, अर्थात् जस्तो भावना हुन्छ त्यस्तै कार्यसिद्धि हुन्छ। तसर्थ सामाजिक सञ्जाल आफैमा राम्रो वा नराम्रो भन्ने हुँदैन। यसका सकारात्मक र नकारात्मक प्रभावहरू भने प्रयोगकर्तामा निर्भर गर्ने कुरा हो। तसर्थ सामाजिक सञ्जालको उचित प्रयोग गर्ने हो भने यसले विभिन्न अवसरका ढोकाहरू खोल्दछ। तर यदि यसको गलत प्रयोग गर्ने हो भने यसले विभिन्न चुनौतीहरू थप्न सक्छ। सामाजिक सञ्जालमा अथाह ज्ञानको सागर छ, तर त्यो सागरमा पौडन नजान्ने हो भने निलो सागरले प्रयोगकर्ताहरूका लागि कालो काल बनेर आउन सक्छ। भनिन्छ चिनी पनि धेरै खायो भने तितो हुन्छ। त्यस्तै सामाजिक सञ्जालको अनियमित र अनिश्चित प्रयोगले समेत मानव समाजमा बोझ थप्न सक्दछ। तसर्थ म अन्त्यमा यही भन्न चाहन्छु, सामाजिक सञ्जाल हाम्रो लागि शत्रु र मित्र दुवै बन्न सक्छ। भनिन्छ भगवान गौतम बुद्धले समेत भन्नुभएको थियो अफो दीपो भव, अर्थात् आफैमा प्रकाशित बन भने चाहिँ सामाजिक सञ्जालको उचित प्रयोग गरेर यसका चुनौतीहरूलाई अवसरमा परिणत गर्न हामी सम्पूर्ण प्रयोगकर्ताहरू लागि पर्नुपर्छ भन्दै म मेरा केही शब्दहरूलाई यही चुक्याएर आजको यस मञ्चबाट बिदा हुन चाहन्छु। हार्दिक धन्यवाद। नमस्कार। धेरै धेरै धन्यवाद कोड नम्बर 3 का बहिनीलाई। अब पालो रहेछ कोड नम्बर 4, त्योभन्दा अगाडि हाम्रो निर्णायक दिनुहुनेछ र
गर्न चाहन्छु मञ्चमा। कसैले भन्यो सामाजिक सञ्जाल जमानाको चमत्कार हो, दुनियाँलाई औँलामा नचाउने अवतार हो। दूरी हरायो, सम्बन्ध जोडिए, ज्ञान र सन्देश एकै क्लिकमा भेटिए। तर उज्यालोको छाया पनि छ, मोहको जालमा माया हराएको छ। लाइफको नसामा निद्रा हराउँछ, फलोअर्सको भिडमा आत्मा डराउँछ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभापति महोदय, हातमा कापी र कलम लिएर निष्पक्ष निर्णय गर्न न्यायका तर्फमा बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, सुनमा सुगन्ध थपेदै यस कार्यक्रमको शोभावर्धनमा उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिवर्ग तथा विभिन्न विद्यालयहरूबाट पाल्नुभएका गुरुवर्ग एवं भविष्यका पथमा लम्किरहेका मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरूमा म कोड नम्बर 4 को तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। सूचना प्राप्तिद्वारा आयोजित यस वक्तव्य प्रतियोगितामा मलाई पनि आफ्ना विचार प्रस्तुत गर्ने अनुमति दिनुभएकोमा म सभापति महोदयलाई धेरै नै धन्यवाद प्रकट गर्न चाहन्छु। आजको हाम्रो शीर्षकको सामाजिक सञ्जाल अवसर कि चुनौती। महोदय, सर्वप्रथम त म हजुर सामु एउटा प्रश्न राख्न चाहन्छु। के तपाईँलाई याद छ अन्तिम पटक तपाईँले आफ्नो मोबाइलको स्क्रिनमा नहेरी आफ्नो परिवारसँग बिताएको क्षण कहिले थियो? हामी सबैको हातमा रहेको यो सानो यन्त्र आज हाम्रो जीवनको सबैभन्दा ठुलो शक्ति र सायद सबैभन्दा ठुलो कठिनाइ बनेको छ। कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधि मार्फत आफूले चाहेको वा आफूले खोजेको कुरा पाइन्छ र आफूले सूचना प्रदान गर्ने र आफूले सूचना लिने माध्यमलाई नै सामाजिक सञ्जाल भनिन्छ। यो वेबसाइट एवं इन्टरनेट मार्फत प्रत्यक्ष कुराकानी गर्ने र सूचना आदान प्रदान गर्ने माध्यम हो। मानव सभ्यताको यात्रा सदैव नै माध्यम र प्रविधिको खोजीमा बितेको छ। एक समय पत्र र रेडियो मार्फत सन्देश पठाइन्थ्यो, तर आज फेसबुक, युट्युब, इन्स्टाग्राम र टिकटकले संसारलाई औँलाको टुप्पोमा ल्याइदिएको कुरा मैले अझै स्पष्ट पार्नु पर्दैन होला। विश्वमा करिब 8 अर्ब जनसङ्ख्या मध्ये 5 अर्ब मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गर्दछन्। तर प्रश्न उठिन्छ, के यो अवसर हो कि चुनौती? महोदय, कल्पना गर्नुहोस्, विदेशमा पसिना बगाइरहेका नेपाली दाजुभाइले जब भिडियो कलमा आफ्नो घर परिवारको मुहार देख्छन्, त्यो खुसीको मूल्य के पैसाले किन्न सकिन्छ? जब आफ्नो टाढाको प्रियजनले तपाईँलाई एक क्लिकमा सन्देश पठाउँछ, त्यो सन्देश भावनात्मक र मधुर होला। सामाजिक सञ्जालले भौगोलिक दूरीलाई मेटाएर संसारका सबै मान्छेलाई नजिक ल्याउनका लागि सहयोग गरेको छ। सामाजिक सञ्जाल भनेको नेपालको आज दुर्गम गाउँको एउटा प्रतिभाले आफ्नो कला प्रदर्शन गर्नका लागि फेसबुक र टिकटकको प्रयोग गरेर लाखौँ मानिसको माया बटुल्न सफल भएको छ। धेरै नेपाली व्यवसायी र स्टार्टअपहरूले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो उत्पादन बेच्न र अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिन सफल भएका छन्। उदाहरणका लागि क्यानभास नेपालले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय ग्राहकसम्म पुर्याएको छ। त्यस्तै नेपाली गायक सपना राणा मगरले टिकटक र युट्युबबाट आफ्नो प्रतिभा चिनाइ र अन्तर्राष्ट्रिय स्तरमा पहिचान कमाएका छिन्। सामाजिक सञ्जाल भनेको अवसरको महासागर हो, तर कहिलेकाहीँ महासागरमा पनि तुफान आउँछ। महोदय, सामाजिक सञ्जालको चम्किलो पर्दा पछाडि लुकेका पीडादायी घटनाहरूलाई पनि हामीले नजरअन्दाज गर्न सकिन्न। सामाजिक सञ्जाल हुन त हामीले चलाउन बनाएका थियौँ, तर आज यसले हामीलाई चलाइरहेको छ र हामी यसैमा चलिरहेका छौँ भन्दा सायद म मद्दत पनि नगरिदिन होला। महोदय, हाम्रो बिहान निद्रा नखुलिकन हामी मोबाइलमा सामाजिक सञ्जालमा भित्तामा टालिएका पोस्टहरूमा लाइक र कमेन्ट गर्न व्यस्त हुन्छौँ। आज साइबर अपराधको शिकार भएर जब एउटा युवाले आफ्नो जीवन समाप्त गर्छ, तब हामीले सोच्नुपर्छ कि सामाजिक सञ्जालको यो कस्तो अवसर हो। विक्रम सम्वत 2079 सालमा नेपालमा मात्र साइबर अपराधका 7,000 भन्दा बढी मुद्दा दर्ता भएका थिए। यसले स्पष्ट के देखाउँछ भने प्रविधिको दुरुपयोग पनि भयावह हुन सक्छ। महोदय, आज हाम्रो पहिचान हाम्रो अनुहारमा होइन, हाम्रो प्रोफाइलमा नापिन थालेको छ। जसको प्रोफाइल जति राम्रो हो त्यति नै राम्रो। हालै हाम्रो देशमा भएको विध्वंसकारी जेन्जी आन्दोलनले नै हामीले स्पष्ट पारिदिएको छ। सामाजिक सञ्जाल बन्द हुँदा युवामा कति धेरै चुनौतीहरू सिर्जना हुन्छन् भनेर। आज बालबालिका खेल्न जान छाडेका छन्, पढ्न बस्दा मोबाइलको नोटिफिकेसनले ध्यान तोड्छ र वास्तविक मुस्कान भन्दा फिल्टर गरिएको मुस्कान चल्छ। आज कसैले आफ्नो भावनाहरू स्टेटसमा लेख्छन्, तर वास्तविक जीवनमा बोल्न डराउँछन्। के यो
उहाँले आफ्नो प्रस्तुति दिएर बिदा भइसक्नु छ। अब पालो छ पोइन्ट नम्बर 5। त्योभन्दा पहिला यो करेक्सन गरिदिनु बोलाउँदै गर्नु न। पोइन्ट नम्बर 5 प्रतियोगी बैठकमा जहाँ मोती पनि 26 पनि सञ्जात विशाल सागर जहाँ मोती पनि 26 पनि ढुङ्नु गीतहरू सबैको हातमा छ अब यो नयाँ युगको कहानी ढुङ्नु गीतहरू सबैको हातमा छ अब यो नयाँ युगको कहानी। धन्यवाद। यस वक्तित्व कला कार्यक्रममा श्रद्धेय सभाध्यक्षज्यू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू विभिन्न स्कुलबाट पाउनुभएका प्रधानाध्यापक तथा प्रतिनिधिज्यूहरू एक हातमा तराजु र एक हातमा कलम लिएर बस्नुहुने निर्णायक मण्डली गुरुज्यूहरू पत्रकारज्यूहरू मेरा प्रतिस्पर्धी मित्र साथै यस कार्यक्रमको महत्त्व बुझेर आउनुहुने अन्य महानुभावज्यूहरूमा म कोड नम्बर 5 को तर्फबाट सिकाउनुहोस् न्यानो अभिवादन। म आजको यस वक्तित्व कला कार्यक्रमको शीर्षक सामाजिक सञ्जाल अवसरकी चुनौती भन्ने शीर्षकमा आफ्ना बहुकिला शब्दहरू राख्न पाउँदा सुनसारी प्यासनप्रति आभार व्यक्त गर्दछु। सामाजिक सञ्जाल अवसरकी चुनौती शीर्षकले डिजिटल संसारले मानव जीवनको भूमिका र अनुभूतिको दुई पाटो बनाएर देखाउँछ। एकातिर प्रतिवासी र सम्बन्धका उज्यालोहरूमा खुलेको अवसर हो भने अर्कातिर भ्रामक सूचना तथा मानसिक दबावमा छाडिरहेका चुनौती हो। यही दोहोरो रूपमा चुनौती प्रश्नात्मक छोड्ने शीर्षकको सानो फेसबुक इन्स्टाग्राम युट्युब टिकटक आदि सामाजिक सञ्जालका उदाहरणहरू। सबभन्दा पहिलो सामाजिक सञ्जाल सन् 1997 मा एन्ड्रयू हेनरिसले गरेको 6 डिग्री नामको सञ्जाल जसको विशेषता अहिले पृथ्वीसँग मिल्दोजुल्दो छ। विश्वमा सामाजिक सञ्जाल प्रयोग गरेको संख्या 68.7% छ भने नेपालमा लगभग 48.1% जनताले सामाजिक सञ्जाल प्रयोग गरेको पछिल्लो तथ्याङ्कले देखाउँछ। सभाध्यक्ष महोदय, आजको डिजिटल विस्तारमा सामाजिक सञ्जाल मानिसको दैनिक जीवनभित्र मनको धड्कन नै बसिसकेको छ जसको अनुपस्थितिमा दिनै अधुरो महसुस हुन्छ। फेसबुक इन्स्टाग्राम युट्युब टिकटक आधुनिक सभ्यताका बहुरङ्गी चौतारी बनेका छन् जहाँ भावनाहरू कविता भएर बग्छन् र विचारहरू पोखालेर दिँदैन आउँछन्। विद्यार्थीहरूको लागि यो अनन्त ज्ञानको खुल्ला दरवाजा जस्तै हो जहाँ अनलाइन कक्षा नोट र सामग्री सिकाएर सहज जीवन्त र प्रभावशाली बन्छ। युवाहरूको प्रतिभा अब स्तरीय सीमाभन्दा माथि उठेर विश्व बजारमा प्रबन्ध चम्किन थालेको छ। साना ठुला व्यवसाय पनि यही सामाजिक सञ्जाल माध्यमबाट नयाँ ग्राहक तथा सम्भावना भेट्न थालेका छन्। त्यसैले त गाउँमा हाम्रो उत्पादनहरू सर्न थालेका छन् अनि सामाजिक सञ्जालको शक्तिले सञ्जाल समेत परिवर्तन गर्न सकिन्छ भन्ने प्रगति हामीले जेनजीकानीबाट पाइसकेका छौँ। तर उनीहरू सबै थाहा पनि गर्नुहुन्छ अत्यधिक सामाजिक सञ्जालको प्रयोगले समयको मूल्य हराउँछ। मानसिक तनाव बढ्छ र सम्बन्धहरू भर्चुअल भिडभित्र ओझेल पर्न थाल्छन्। भ्रामक सूचना फेक प्रोफाइल र साइबर अपराधले सुरक्षालाई पठाल लगाउँछ र मान्छेको जीवनले भत्ताभुङ्ग बनाइराख्छ। सभाध्यक्ष महोदय, आजको समयको घटन पनि इन्टरनेटले तय गर्छ र हाम्रो भाव अनुभूति पनि अब मोबाइलकै छातीभित्र बस्छ। सामाजिक सञ्जाल भनेको एउटा डिजिटल सञ्जाल हो जहाँ शब्दहरू बोल्छन्, तस्बिरले उल्टो हल्लाउँछन् र भावनाहरू इमोजी बनेर नाच्छन्। नेपालको पहाडदेखि पहिलासम्म तलेका खेतबारी र सहरका चहल पहल अब एउटै पर्दाभित्र धर्के जस्तै धर्किन थालेको छ। यहीँबाट सुरु हुन्छ अवसरको कथा। हिमालको हजारौँ बसेर मादल बजाउने युवा युवतीको आज टिकटकमा पनि लाखौँ दर्शक भेटिन्छन्। सुनसाली एक युवतीले आफै आफ्नो सांस्कृतिक उत्सव देखाएर लाखौँको मञ्चमा सफल भएकी छिन् भने कसैले कविता सुनाएर आफ्नो आवाज दिइरहेका छन् भने कसैले त सानो व्यवसाय पनि परिवारको भाग्य फेरिदिएका छन्। सामाजिक सञ्जालले हजारौँ हजार नाम दिएको छ र हजारौँ मलाई पहिचान छ। टाढा विदेशीको छोराछोरीलाई पनि यही सामाजिक सञ्जालले आफ्नो बुवाको नजिक बनाइदिएको छ। त्यसैले त सामाजिक सञ्जाल एउटा विस्तार भण्डार पनि हो। सभाध्यक्ष महोदय, पूजा जहाँ हुन्छ त्यहाँ छाया पनि त हुन्छ। त्यसैले सामाजिक सञ्जाल अवसर मात्र चुनौतीको गाढा छाया पनि हो। त्यसैले त संस्कृतमा एउटा भनाइ छ नि, अति सर्वत्र बजाइ अर्थात् सबै कुराको अति घातक हुन्छ। भ्रामक सूचनाका फिल्मले कहिले सत्यकै घरमा बाहिर ल्याइदिन्छ। भिडियो अन्तिम समय हेर्नु चाहिँ भने अपुष्ट बस्ने गाउँटोले विचलित भइरहेको छ। कोही अनिदो रात बिताइरहेका छन्। किनकि उनीहरूलाई भ्युज र लाइकको भोकले मन परिरहेको छ भने एउटी युवती आफ्नो सुन्दरतालाई भिडियोको फ्रेममा बोलिरहेको विश्वास भइरहेको छ। हो त्यही सामाजिक सञ्जाल जहाँ फेकाइका भूतहरू गरिन्छ। साइबर ठगी हालेर तपाईँको परिवारमा पसिना सोचिरहेका छन्। मेल खान सबै बिताइरहेका छन् अनि हामी मर्नुमा बाँच्नुका हुन्छौँ। त्यसैले त बेला बेला आत्महत्याका घटनाहरू सुनिन्छ। अनि तपाईँहरूलाई थाहा छ फेसबुकका संस्थापक मार्क जुकरबर्गले किन आफ्नो फेसबुकभित्रको कहिले पनि परिवारको फोटो तथा अन्य क्रियाकलापहरू राख्दैन? किनकि जुकरबर्ग आफै पनि आफूले बनाएको संस्थामा विश्वास गर्दैन। अन्ततः सामाजिक सञ्जाल एउटा नदी हो। कसैलाई उद्धार दिने र कसैलाई गर्नु नदीको केही दोष छैन। दोष त हामी प्रयोगकर्ताको आफ्नो हिस्ट्रीमा हुन्छ। सचेत
चाहन्छु ओडमा खाका बहिनी आउँदै हुनुहुन्छ जोरदार तालीले उहाँलाई स्वागत गर्ने तालीमा सबैसँग गरौँ तालीले पनि वक्ताले अलिकति ऊर्जा ज्ञान छ सुन्दा र सोच्दा कस्तो लाग्छ थाहा हुन्छ नि ऋषि ज्ञानी तपस्वीलाई मात्र आज हेर्छु जगत सारा नजिक लिएका छन् पुनः नन्दरा सहर मात्र होइन विश्व जगत देन हो यो प्रविधिको विकासको वरदानको पाइयो कि सामाजिक सञ्जालको सदुपयोग गरे सामाजिक सञ्जाल हो अवसर सरह दुरुपयोग गरे सामाजिक सञ्जालको आउँछ चुनौती हारेर धन्यवाद आजको यस सुनसरी जिल्ला व्याख्यानद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिताका कार्यक्रम सञ्चालकज्यू यस कार्यक्रमका सभाध्यक्ष महोदय प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू दुधको दुध पानीको पानी छिटाउन बस्नुभएका निर्णायक मण्डलीज्यू सबै सुझाव साथै विभिन्न विद्यालयबाट पाल्नुभएका सम्पूर्ण गुरुवर्ग लगायत विजयको तास पहिरिन आकुल मेरा प्रतिष्ठानी मित्रहरूमा मनोवकिन म पूर्णमा ठाकुरदाखबाट यहाँहरूमा हार्दिक नमस्कार गर्दछु नमस्कार महोदय समय सान्दर्भिक हेर्दा सरल लाग्ने तर परिस्थितिले जटिल गर्दै गएको विषय हो सामाजिक सञ्जालको प्रयोग अवसरकी चुनौती सन् 1990 को दशकमा पहिलोपटक सामाजिक सञ्जालको सुरुवात भएको classmate.com 1995 ले सँगसँगै तीव्रता दिँदै गयो 21औं शताब्दी सँगसँगै माइस्पेस फेसबुक युट्युब ट्विटर हुँदै आजसम्म आइपुग्दा हातका औँलाहरूमा नअट्ने भएका छन् सामाजिक सञ्जालका एप्सहरू यसले आफ्नो यादहरूको सङ्ग्रह गर्ने मनोरञ्जन दिने नयाँ कुराहरूको खोजी गर्ने तालिम सिकाउने मात्र नभएर व्यापार व्यवसाय चलाउने र पर्यटन क्षेत्रमा राम्रो प्रबन्धन गर्ने अचूक यन्त्र भनौँ यो वरदान साबित भएको छ सामाजिक सञ्जाल तर पुराइतीमा मात्र सीमित रहेन महोदय कर्म गरेर काललाई सेतो त देखाउन सकिन्छ तर वास्तविकता भने बदल्न सकिँदैन म सामान्य विकासोन्मुख राष्ट्रको नागरिक विज्ञान र प्रविधिसँग उति साह्रो सञ्चार गर्न नसकेको छैन तर आज मैले देखेको भोगेको र सुनेको यथार्थ भन्दैछु महोदय हामी सबै नेपालीको घरको कोठा सागुरिएको छ आज शिक्षा स्वास्थ्य र रोजगारीको लागि विदेश हिँड्नु परेको छ आमाले पस्किएको मिठो गाँसको स्वाद भावनात्मक रूपमा साट्न यही सामाजिक सञ्जालले सहज पारेको छ म आफै पनि मेरो शिक्षाको आधार स्तम्भ तयार पार्न विदेशिएका मेरा बासँग 2 वचन मिठो नबोलिकन निभाउन सक्दिनँ सामाजिक सञ्जाल नहुँदो हुन्थ्यो त मेरो वास्तवको समीपताको समय निकै लामो हुन्थ्यो होला मेरी आमाले बनाएको अनुसार आज त्यसको विभिन्न कुनाका मानिसहरूले रुचाएको देख्दा लाग्छ यही हो सामाजिक सञ्जालको ताकत यदि यो नहुँदो हुन्थ्यो त अचारको स्वाद मेरो जिब्रो र त्यही बयोमा सीमित रहन्थ्यो होला महोदय यति राम्रो वरदान कति बेला विस्तार गर्न पुगेछ म सोच्न र भन्न सामर्थ्य नराख्नु लागि तर मेरो विशेषज्ञ बुझ्नुपर्ने कुरा बलियो पाएँ नेपालमा सन् 2015 अक्टोबरमा पहिलोपटक स्मार्टफोनको विस्तार भएको थियो तर त्यसको व्यापकता सन् 2017 मा भएको नेपाल दूरसञ्चारको क्षमताको प्रबन्धनसँगै बढेर गएको छ समुद्रको लहरभन्दा तेजिलो लहरले सुनामीको रूप लिएको पाउँछु म घरमा बालबालिकाका आमा बुबा हजुरबा हजुरआमाको सम्बन्धमा शिक्षक र विद्यार्थीको बुझाइमा असहमति ल्याइरहेको जस्तो अनि साथीहरूको बिचमा घनिष्ठता पक्कै कम भएको छ महोदय मैले कोभिड-19 ले भगाएको हाम्रो देशको जटिल परिस्थितिमा विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिनुपर्दा तत्कालीन आवश्यकता अनलाइन कक्षाको थियो तर नजानी दोकानमा विद्यार्थी तथा अभिभावक सामाजिक सञ्जालको लतको शिकार बन्न पुगे भन्दा फरक नपर्ला बढिलो समयसँगै सुविधाहरूले मानिसमा सकारात्मकसँगै नकारात्मक असर पुर्याएको पाउँछु म स्मार्टफोन र इन्टरनेटको सहज उपलब्धताले नजिकिएको सम्बन्धहरू जस्तै शारीरिक निश्चयता मानसिक समस्या अनिद्रा आत्मविश्वासमा कमी डिजिटल यन्त्रको गुलाम महाको मानसिक बनाले असफलताको बाटोमा हिँड्दा आत्महत्याको अवस्थामा पुर्याउने निश्चय छ अझ यस्तै साइबर अपराधको शिकार भएको र जीवन नाश भएको देख्दा सामाजिक सञ्जालको प्रयोग अवसरभन्दा चुनौती बढी लाग्छ मलाई किनकि सेप्टेम्बर 8 र 9 नेपालमा भएको जेन्जी आन्दोलन पनि सामाजिक सञ्जालको हुन्डलीले ल्याएको जोका थियो महोदय जसको कुनै निश्चित योजना थिएन उद्देश्य राम्रै भए पनि कति नबुझिकन धन्किरहेको आगोमा उभिन गएजै भयो निर्दोष विद्यार्थीहरूमा लागेको गोलीले कतिको कोफ्री दियो भनिन्छ चिनी पनि धेरै खाँदा तितो भए जस्तै सामाजिक सञ्जाल भनेको चुनौतीहरूको बावजुद आफ्नो आवश्यकता पुरा गर्न र जिज्ञासा मेट्न मात्र सही सदुपयोग गरे आधुनिक युगमा भएको विज्ञान र प्रविधिको अनमोल वरदान नै हो सामाजिक सञ्जालले लाखौँले काम पाएर गुजारा चलाएको व्यापार बढाएको पर्यटकको प्रबन्धन गरेको अनमोल वरदान नै हो सामाजिक सञ्जाल महोदय विश्वले साझा घर बनाउने यस्तो शक्तिशाली र बहुपयोगी वरदान नै हो सामाजिक सञ्जाल महोदय त्यसैले अब हामी आफैले गर्नुपर्छ म सामाजिक सञ्जालको नियन्त्रणमा होइन म यसलाई नियन्त्रण गर्छु म चुनौतीको शिकार होइन अवसरको जुझामा चढेर जीवन सफल र सहज बनाउँछु अन्ततः म के भन्न चाहन्छु भने आफ्नै विवेक प्रयोग गरौँ सामाजिक सञ्जालले कसैलाई नचलाओस् हामीले सामाजिक सञ्जाललाई सही समयमा सही तरिकाले चलाउँ भन्दै यो सुनौलो अवसरको लागि आयोजकलाई धन्यवाद दिँदै बिदा दिँदैछु धन्यवाद
धेरै धेरै धन्यवाद गर्नुभएको छ तपाईँलाई। म पुनः यहाँ सूचना गर्दछु, मैले अघि पनि भनेको थिएँ चाहिँ कोड नम्बर बाहेक अरू केही पनि चाडमा गरिदिनु होला। यहाँ बाहिर झुक्किएर पनि आफ्नो कोड नम्बर मात्र चाड गर्नु होला, अरू ईश्वरको नाम आफ्नो नाम नभनिदिनु होला। म अब आमन्त्रण गर्न चाहन्छु कोड नम्बर 7 तपाईँ प्रत्येकी भाइलाई। कोड नम्बर 7। धन्यवाद घोषक आदरणीय सभाध्यक्ष महोदय, दूध र पानीका पानी छिटाउन सक्षम विनायक मण्डलज्यूहरू, प्रमुख अतिथि, विशिष्ट अतिथिज्यू, अन्य अतिथिजनहरू, मेरा प्रतिस्पर्धी मित्र, अप्रतिस्पर्धी मित्र, विभिन्न विद्यालयबाट पाल्नु हुने गुरुवर्ग, साथै मैले माग्नुपर्ने सम्पूर्ण म्यानेजरहरू, हाई नमस्कार। म जिपिटीको समीप माध्यमिक विद्यालयको कक्षा 10 का अध्ययन छात्र तपाईँहरू सामु केही भनाइ लिएर उपस्थित भएको छु र आज मेरो भनाइको शीर्षक रहेको छ सामाजिक सञ्जाल अवसर चुनौती। अब केही ध्यान अनि आफ्नो भनाइको आरम्भ गर्न चाहन्छु। सर्वप्रथम त सामाजिक सञ्जाल भनेको के हो हामीलाई त जान्न आवश्यक छ महोदय। सामाजिक सञ्जाल कम्प्युटरमा आधारित एउटा यस्तो प्रविधि हो जसले हाम्रो भावना, विचार र सूचना प्रवाहमा मद्दत गर्दछ। सामाजिक सञ्जालले समाजका विभिन्न सूचनाहरूलाई आदान प्रदान गर्ने हुनाले यसलाई सामाजिक सञ्जाल भनिएको हो। स्मरण गर्नुहोस्, तपाईँ आफ्नो परिवार, आफ्ना आमा बुवाबाट 7 समुद्र पार कुनै अरू देशमा राम्रो अवसरको खोजीमा जानु भएको छ। त्यो देश पुगिसकेपछि तपाईँले आफ्नो परिवारसँग सम्पर्क राख्ने कुनै अपेक्षा नै छैन। अपेक्षा त के नै भन्नु महोदय, कुनै माध्यम नै छैन। यो अहिले सुन्दा नै के अचम्मित हुने पनि यो एक समयमा साँच्चै सत्य हुने गर्थ्यो। अहिलेको हामी सामाजिक सञ्जालका माध्यमबाट जति टाढा भए पनि आफ्नो परिवारसँग सम्पर्क राख्न सकिरहेका छौँ। त्यसैले हो महोदय, हो जब एउटा सन्तान राम्रो अवसरको खोजीमा विभिन्न मजबुरीका कारण अरू देश हिँडेर जान्छ तब सामाजिक सञ्जाल मात्र त्यस सन्तानको एकमात्र सहायक बन्छ। यति मात्र नभएर तपाईँलाई आफ्नो उदाहरण दिन चाहन्छु। म एउटा कक्षा 10 मा पढ्ने विद्यार्थीको उदाहरण दिन चाहन्छु। मैले कक्षामा केही नबुझेका विषयवस्तु छन् भने म त्यसले घर गएर सामाजिक सञ्जालमा त्यस विषयवस्तुबारे विभिन्न अध्ययन गर्न सक्छु र त्यहाँ रहेका विभिन्न प्रतिभाशाली व्यक्तिहरूबाट ज्ञान आर्जन गरेर म आफ्नो ज्ञानको थरीलाई अझ मोटो पार्न सक्छु महोदय। यसले के पुष्टि हुन्छ भने सामाजिक सञ्जालले शिक्षाको क्षेत्रमा निकै महत्त्वपूर्ण भूमिका खेलेको रहेछ भनेर। यति मात्र नभएर अस्ति भर्खरै भएको जेनजीका आन्दोलनपछि निक्लेको परिणाम अनुसार हाम्रो पछिल्ला प्रधानमन्त्रीले भदौ 24 गते राजीनामा दिएका थिए। त्यसपछि हामीले डिस्कर्ड नामक सामाजिक सञ्जालका माध्यमबाट नै आफ्ना नयाँ आन्दोलन प्रधानमन्त्रीका नियुक्ति गरेका थियौँ महोदय। अवश्य सामाजिक सञ्जालमा पनि यस्तो सकारात्मक पक्षहरू मात्र हुँदैन महोदय, किनभने यो त प्रकृतिको नियम नै हो। कुनै पनि वस्तुको अवसरहरू हुन्छ भने त्यसका विपरीत चुनौतीहरू पनि अवश्य हुन्छ। त्यसरी नै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म जस्तै टिकटक, युट्युब, फेसबुक अहिलेका पिँढीका लागि दान र भात बनेका छन्। अहिलेका कलिला उमेरका बालकहरूलाई समेत हेर्ने हो भने तिनीहरूलाई एबिसिडीमा आए पनि आफ्नो टिकटक आइडीका पासवर्ड भने याद हुन्छ। क आए पनि विभिन्न युट्युबमा हुने टिकटकमा हुने ट्रेन्डहरू भने याद हुन्छ र 1 2 3 आए पनि विभिन्न युट्युबरहरूका नाम भने याद हुन्छ। तर टिनेजर्सहरूमा त सामाजिक सञ्जालको प्रभाव व्यापक रूपमा देख्न सकिन्छ। महोदय, म तपाईँहरूलाई एउटा कुरा सुनाउन चाहन्छु। म आफ्नो मामा घर जाँदा मेरो बोजूले भन्नुहुन्छ, ए बाबु मैले त युट्युबमा एउटा भिडियो हेरेको थिएँ, तँ लगाइदिए न। बोजूको यो सुनिलो स्वर सुनेर मेरो मन भावुक हुन्छ र म आफैलाई प्रश्न गर्छु, यो बच्चादेखि लिएर वृद्ध विकासमा लाग्ने यस्तो घातक रोग सामाजिक सञ्जालको रोग कस्तो चाहिँ रहेछ? त्यो मेरो प्रश्न हो महोदय। यस्तो घातक रोग कस्तो चाहिँ रहेछ? यति मात्र नभएर हामीले सामाजिक सञ्जालमा अरूको पोस्ट हेर्दा पर्फेक्ट देखिन्छ, ट्राभल, लग्जरी, तर हामी त फोटो त्यसमा गर्दाखेरि पनि एङ्गल मिलेन हरे, चुटा लुगाउन पर्ने, पेट देखाउन पर्ने, लाइट देखाउन पर्ने। आदिमा हाम्रो समय जान्छ र हामी फोटो त्यसमा बस्दाखेरि पोस्ट दिनमै भुलेर जान्छ। यसले के पुष्टि हुन्छ भने सामाजिक सञ्जाल अहिलेका पिँढीका लागि, अहिलेका युवाहरूका लागि कतिसम्म सकारात्मक मनोविज्ञानको विकास गर्न सकेको रहेछ भनेर। झन् अहिले साइबर अपराध घरमा बढिरहेका छन्। सामाजिक सञ्जालबाट गरिएको साइबर अपराध अस्ति मेरै काका 5 लाखको लोकमा साइबर अपराधमा फस्नु भएर मलाई सुनाउनु भयो। ए नानी, साँच्चैको रहेछ, यो मोबाइलभित्र त सारा संसारको समेटेको रहेछ। यहाँ के छैन? नाच यही रहेछ, गाना यही रहेछ, धर्म यही रहेछ, अधर्म पनि यही रहेछ।
सुख दुःख जे भनौँ सबै यही समेटेको रहेछ। सुकर्मतिर लाग्ने बाटो यही रहेछ भने कुकर्मतिर लाग्ने त्यो बाटो पनि यही रहेछ। मलाई ढिङ्गार छ मेरा यी औलामा, किन त्यस मान्छेलाई त्यसमा पुगे होला, यो ओह्राले हाल्नु जस्तो लाग्छ मेरा यी औलालाई। टाउकामा हात राख्दै भन्नुभयो, जब मान्छेका यी हात र औला मोबाइल भित्रका खराब कुराको त तसिला रहेछ नि बाबु, तब पो त्यस मानिसले केही धरतीमा बसेर कर्म भोग्नु पर्दो रहेछ। अन्त्यमा म के भन्न चाहन्छु भने महोदय, सामाजिक सञ्जाल भनेको दुई धारे दरबार हो। यसका हामीले राम्ररी प्रयोग गर्न सिक्यो भने अवश्य हाम्रो लागि अवसर हुनेछ, तर यसका हामीले दुरुपयोग गर्यो भने त्यो अवश्य हामीलाई चुनौती हुनेछ। सामाजिक सञ्जाल भनेको एक मिठो विश्व आकर्षण चम्किलो तर भन न कसरी नियन्त्रण गर्छ। यदि तिमीले यसको बुझेर प्रयोग गर्यो भने यो तिम्रो आवाजको बर्बाद गर्नेछ, तिम्रो भविष्यमा शासन गर्नेछ। तर यदि कमजोर भयो भने एकछिनले तिम्रो समय छोड्छ, सपना चुन्छ। त्यसैले अब सिंह जय चल, होइन भने यो चाल तिम्रो भविष्यको कारोबार गर्नेछ। धन्यवाद। धन्यवाद। पछि नम्बर 7 लाई म यो अन्तिमपल्ट फेरि सूचना गर्छु, अब पनि पालन भएन नै जजले विधेयक पुरै गरेर रात राख्न सक्नुहुन्छ है। यदि यहाँले आफ्नो नाम विधायक नाम रटिरहनु भएको छ भने प्लिज यसलाई डिलिट गर्नु, त्यहाँ कोड नम्बर पेस्ट गर्नु। अब यदि पनि भन्नुभयो भने यहाँले नेनाको हातमा हुन्छ त्यो कुरा। धन्यवाद। अब म बोलाउन चाहन्छु कोड नम्बर 8 को प्रतिनिधि बहिनीलाई। कोड नम्बर 8। समाजको दृश्य हेर्ने पर्दा पाएकी छु, सञ्चारलाई अँगालेर विश्वमा छाएकी छु। समाजको दृश्य हेर्ने पर्दा पाएकी छु, सञ्चारलाई अँगालेर विश्वमा छाएकी छु। सभाध्यक्ष महोदय, धन्यवाद छ कार्यक्रम सञ्चालक छु, अतिथि देवो भव। यस सभामा सभापतित्व गरिराख्नुभएका आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू एवं निष्पक्ष निर्णायक मण्डल, प्रतिस्पर्धी र अप्रतिस्पर्धी मित्रहरू तथा सम्पूर्णमा म कोड नम्बर 8 को तर्फबाट स्वीकार गर्नुहोस्। यहाँको नमस्कार। यदि भव्य र विशिष्ट समारोहमा म विद्यालय तहमा अध्ययनरत सानै विद्यार्थीलाई अवसर प्रदान गर्न सामाजिक सञ्जाल अवसर कि चुनौती भन्ने शीर्षकमा केही कुरा राख्ने मौका दिनुभएकोमा म आयोजक सुनसरी जिल्ला ट्याक्सिङ कमिटीलाई धेरै धन्यवाद दिन चाहन्छु। सायद हामी यस कार्यक्रममा 4 पुस्ताका नागरिकहरू उपस्थित छौँ होला। म चौथो पुस्ताको प्रतिनिधित्व गर्दै केही कुरा राख्ने अनुमति चाहन्छु। सामाजिक सञ्जाल भनेको समाज र व्यक्तिलाई एक आपसमा जोड्ने जालो भनेर बुझिन्छ। जसरी एउटा माकुराले हिँडेको जालोले अन्य भित्ताका कुनालाई स्पर्श गरेको हुन्छ, त्यसरी नै सामाजिक सञ्जालले विश्वलाई नै आफ्नो केन्द्रमा आकर्षित गरेको छ। सभाध्यक्ष महोदय, आजको युग आधुनिक, वैज्ञानिक, शिक्षित, मर्यादित तथा आत्मविश्वासको युग हो। आज मानिस थोरै काम गरेर धेरै कमाउन चाहन्छन्, जीवन जिउँदै गर्दा रमाउन चाहन्छन्। सामाजिक सञ्जालले मानिसको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने हुँदा यसले मानव जीवनमा सरलता र जटिलता दुवै नै ल्याउन सक्छ। आज विश्व सानो गाउँ जस्तो बनेको छ, जहाँ मानिसको विचार विमर्श तुरुन्त सम्प्रेषण गर्न सकिन्छ। सामाजिक सञ्जाल अन्तर्गत रेडियो, टिकटक, फेसबुक आदि पर्दछन्। यी सबै सामाजिक सञ्जालले फरक तरिकाले मानिसको जीवन चलाइरहेका छन्। सभाध्यक्ष महोदय, सर्वप्रथम म समयको पाबन्दीलाई मध्यनजर गर्दै सामाजिक सञ्जालका केही अवसरको बारेमा आफ्नो कलिलो विचार हामीलाई समक्ष राख्ने अनुमति चाहन्छु। आजको युगमा मानिसले व्यापार तथा व्यवसाय गर्दा सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ। विभिन्न सामग्रीको प्रचार मानिसले सामाजिक सञ्जालबाट गरेर आफ्नो जीवनयापन गरिरहेका छन्। आज सानो कलिला नानीहरूले आफ्नो प्रतिभा विश्वमा प्रदर्शन गरिरहेका छन्। बुढो भएको हजुरबाले विदेशमा भएको नातिलाई बाबु कस्तो छ तपाईँ भनेर भिडियो कलमा सोधेर आफ्नो कौतूहलता मेट्न पाएका छन्। सामाजिक सञ्जालले मानिसलाई जिउने आशा दिएको छ। सभाध्यक्ष महोदय, रोजगार दिएको छ, शिक्षा दिएको छ अनि आभास दिएको छ। विद्यार्थीहरूले नआएको कुरा होस् वा सिक्न चाहेको कुरा होस्, सामाजिक सञ्जालबाट खोज्न पाएका छन्। विश्वमा घटेका घटनाहरू मानिसले घर बसी हेर्न पाएका छन्। विश्वबन्धुत्व कायम भएको छ र विश्व नै एउटा परिवार बनेको छ। सभाध्यक्ष महोदय, तपाईँलाई लाग्यो होला, ओहो सामाजिक सञ्जालले त फाइदा पुर्याउँदो रहेछ। सञ्जालको कुनै पनि कुरा मिठास मात्र भएको हुँदैन, चुनौती र बेफाइदाहरू पनि उत्तिकै हुन्छन्। सामाजिक सञ्जालमा पनि अनेक चुनौतीहरू छन्, जसलाई म यहाँ पोस्ट गर्ने अनुमति चाहन्छु। संसारलाई सजिलो बनाइरहेको सामाजिक सञ्जालमा मानिसहरू माकुरा
छन्। तपाईँ हामी जो भएको पनि गोपनीयताको सुरक्षा छैन। ठगी, चोरी र साइबर अपराधहरू बढेका छन्। यसको अत्याधिक प्रयोगले बालबालिकामा मानसिक समस्या ल्याएको छ। मानिसमा एक्लोपन आएको छ। माया, प्रेम र मित्रताको झुटो सम्बन्धमा युवाहरू फस्ने गरेका छन्। सामाजिक सञ्जालमा अनावश्यक प्रतिस्पर्धा हुँदा व्यक्तिको आत्मसम्मान गुम्न पुगेको छ। समाधान छ महोदय, आज एउटा सानो बालक मोबाइलमा मोटो बटु र कार्टुन हेरी खाना नखाने अवस्थामा पुगेको छ। यो हाँसोको कुरा नभई गम्भीर हुनुपर्ने विषय हो। यदि तपाईँ हामीले सामाजिक सञ्जालको प्रयोगमा लापरवाही गरिरह्यौँ भने हाम्रो जीवनको अन्तको यात्रामा शीघ्र पुनर्विराम लाग्नेछ। सामाजिक सञ्जालको प्रयोग सही तरिकाले गर्ने, कसैको मानहानि हुने कार्य नगर्ने, कसैको धम्की वा गलत कार्यमा शीघ्र प्रहरीलाई उजुर दिनुपर्ने जस्ता कार्यहरू गर्नुपर्दछ। संसारलाई एक बनाएको सञ्जाललाई व्यक्ति उठाउन प्रयोग गर्नु हुँदैन। विद्यालय, अग्रज तथा अभिभावकहरूले पनि यस विषयमा सही निर्णय लिनुपर्दछ र संसारलाई नै सामाजिक सञ्जालमा जोडेर मित्रता कायम गर्नुपर्दछ भन्दै म मेरा शब्दका अर्जुन रूपी बाललाई यही विश्राम दिन चाहन्छु। धन्यवाद। धन्यवाद कोर्टमा राख्न बहिनीलाई। म मञ्चमा आमन्त्रण गर्न चाहन्छु कोर्ट नम्बर 9 का प्रतिनिधि बहिनीलाई। उहाँ धेरै स्वागत छ मञ्चमा र जोरदार तालीले उहाँलाई हस्ता प्रदान गरिदिनु। कोर्ट नम्बर 9। हेलो नमस्कार धन्यवाद सरकारको सञ्चालक र सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगणहरू, सरस्वती ममा साक्षी राखेर एउटा हातमा कलम र अर्कोमा कपी बस्नुभएको स्पष्ट दिन विविध विद्यालयबाट पाल्नु भएको गुरुवर्ग हो। जितको अभिलाषाको किरा आउनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू एवं मैले मान्नुपर्ने मलाई हेरिरहनु हुने सम्पूर्ण दर्शकहरू स्वीकार्नुहोस् म प्रतिष्ठित नगर लोगो तर्फबाट दीर्घकालीन एवं शीतल आभार। आज जिल्ला प्लेटफर्म सुनसरीद्वारा आयोजना गरिएको यस वक्तृत्व कला प्रतियोगिता म हजुरहरू सम्पूर्ण सामु उपस्थितबाट सामाजिक सञ्जाल अवसरकी चुनौती भन्ने शीर्षकमा आफ्ना तर्कहरू प्रस्तुत गर्न गइरहेकी छु। प्रविधिको यो अभूतपूर्ण उत्कर्षतामा जहाँ एक क्लिकले विश्वलाई समेट्ने सामर्थ्य राख्दछ, त्यहाँ सामाजिक सञ्जाल विविधताको एउटा उज्यालो दिइरहेको छ। एकातिर यस्तै टाढा टाढाका मनहरूलाई के स्पर्शमा बसिरहेको छ, उनीहरूको अनुभूति आवाज र सृजनालाई खुलेर बग्ने नदी बनाइदिन्छ। अर्कोतर्फ यही उज्यालोको छायामा कतै नदेखिने तर गहिरो मनोवैज्ञानिक प्रभाव, कृत्रिम जीवनका रङ्गहरू र सत्य असत्यताको दुधले मानिसलाई आफै बाहिर बढाइदिएको अनुभूति पनि जनाउँछ। अवसर र विपत्तिको यही दोहोरो चोरामा उभिएको सामाजिक सञ्जाल आज केवल एउटा प्रविधि मात्र होइन, हाम्रो सोच, संस्कार, सामाजिक सम्बन्ध र स्वयं अस्तित्वलाई पूर्ण परिभाषित गर्ने एउटा विशिष्ट शक्ति हो। आज सामाजिक सञ्जाल अवसरकी चुनौती भन्ने प्रश्नलाई मात्र हेर्ने हो भने हामी ठ्याक्कै दुई विपरीत धाराका पानी चुकिएका छौँ। एकातिर यस्तै युवाहरूलाई असाधारण अवसर दिएको छ। नेपालकै सानो गाउँबाट सपनाको तिर टिकटकमा गीत गाउने युवती मिरुना मगर एक राष्ट्रपति साथमा युट्युबबाटै पढाएर कृष्ण प्रसाद भट्टराई के गुरुबाले विभिन्न विद्यार्थी तथा युवाहरूलाई शिक्षित बनाउनु र सामाजिक सञ्जालबाट सुन्नुभएको एन्टी करप्सन जेन्जी मुभमेन्टले राष्ट्रको भ्रष्टाचारीलाई पाठ पढाउन सक्नु यसको अवसरको सशक्त प्रतीक हो। अर्कोतर्फ सामाजिक सञ्जालले गलत सूचना, मानसिक दबाव र किशोर किशोरीहरूमा तुलना प्रतिस्पर्धाको अस्वस्थ मनोविज्ञान सिर्जना गराएर चुनौती पनि उसले तीव्र बनाइदिएको छ। केही समय अघि जीवनमा एउटा सामान्य फोटो क्लिकले स्थानीय स्तरसम्म पुर्याएको दबाव र किशोर किशोरीहरू क्षणिक रोमाञ्चका कारण मोह व्यवहारमा फस्ने गरेको घटनाले यो कति जोखिमपूर्ण छ भन्ने कुरा पुष्टि हुन्छ। त्यसैले आज सामाजिक सञ्जाल महत्त्वपूर्ण अवसरै हो निरपेक्ष चुनौती। यो हाम्रो प्रयोगशैलीको दर भयो, जसले सही मार्गदर्शन पार्न शक्ति बन्छ तर थाहा नपरेमा खतरा।
सचिव प्रयोग र सार्वजनिक शिक्षा मार्फत साधना गर्न सक्छ। अन्तमा सामाजिक सञ्जाल अवसर चुनौती भन्ने प्रश्नको उत्तर कुनै एकतर्फी निष्कर्ष होइन, एउटा वास्तवमा भन्नुपर्दा पनि हाम्रो सचेत संयम र जिम्मेवार प्रयोगमा निर्भर रहने एउटा निरन्तर यात्रा हो। आज सामाजिक सञ्जालले हामीलाई दिएको सम्भावनाको आकाश विशाल छ, जानकारी फैलाउने, सम्पर्क जोड्ने, संस्कृति चिनाउने आदि। तर यही आकाशको छायामा गलत सूचना, मानसिक दबाव र अन्तर्द्वन्द्वले आजभोलि स्थानीयको गण्डी पनि निरन्तर बजाइरहेका छन्। सामाजिक सञ्जाल औँलाको 21 वर्षमा सपना बेच्ने बजार पनि अन्धार षड्यन्त्रको अखाडा पनि। अवसरले पठिरहेको छ, चुनौतीले जाल फाप्छ। विवेकले यो जाल समेटे मात्र हामी यसलाई वास्तवमा हाम्रो साथी बनाउन सक्छौँ। त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा तपाईँहरू समाचार होइन, सत्य खोज्नुहोस्। भावनाले होइन, विवेकले समाचार आदान प्रदान गर्नुहोस्। यसको सही सदुपयोग गरी यसलाई मालिक बनाउने, यसको दुरुपयोग गरी हामी यसको दास बन्ने। निर्णय हाम्रो आफ्नै हातमा छ, चयन हामीले छ। यति भन्दै मलाई लाग्यो सुस्पष्ट। धन्यवाद। धन्यवाद कोर्ट नम्बर 9 का बहिनीलाई। म आमन्त्रण गर्न गएको छु कोर्ट नम्बर 10 का प्रतिनिधि बहिनीलाई। मलाई मञ्चमा स्वागत छ। ताली बजाएर हौसला प्रदान गरिदिनु होला। कोर्ट नम्बर 10। सञ्जालमा भेटिन्छन् नवीनतम विचार, उदारछन् प्रतिभा, देखिन्छ नयाँ संसार, उदारछन् प्रतिभा, सिक्ने परम्परा र संस्कार। सामाजिक सञ्जाल आजको वरदान र उपहार, सामाजिक सञ्जाल आजको वरदान र उपहार। धन्यवाद घोषकज्यू। यस कार्यक्रमलाई सभाका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिगणहरू, एक हातमा कलम र अर्को हातमा न्यायको तराजु लिएर निष्पक्ष निर्णय गर्न बस्नुभएका निर्णायक मण्डलज्यू, समयपालकज्यू, पत्रकारज्यू, विजयको रातो टीका र माला लगाउने अभिलाषाले उपस्थित हुनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू, विभिन्न विद्यालयबाट पाल्नु भएका गुरु गुरुआमा तथा यहाँ उपस्थित सम्पूर्ण श्रोतागणहरूमा म कोर्ट नम्बर 10 को तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको यस जिल्ला व्याख्यानद्वारा आयोजित वक्तृत्व कला प्रतियोगितामा म आफ्नो नगरपालिकाको प्रतिनिधि पात्रको रूपमा यहाँ उभिन पाउँदा आफूमा गर्व महसुस गर्दछु र यस जिल्ला व्याख्यानलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै आजको हाम्रो यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेछ सामाजिक सञ्जाल अवसर की चुनौती। अब म विषयवस्तुतिर प्रवेश गर्न सभापति महोदयसँग अनुमति माग्न चाहन्छु। सर्वप्रथम त म सामाजिक सञ्जाल भनेको के हो त्यसलाई स्पष्ट पार्न चाहन्छु। समाजलाई एक सूत्रमा बाँध्नकै लागि एवं हरेक समुदाय सम्मिलित समाजका भिन्न भिन्न परम्परा र संस्कृतिको पहिचान सबै समाजमा गर्ने एवं विभिन्न विषयको जानकारीका लागि तयार भएका गुगल, फेसबुक, इमो, इन्स्टाग्राम, टिकटक, भाइबर वा अन्य यस्तै सूचना सम्प्रेषण गर्ने खालका प्रयोगहरूलाई सामाजिक सञ्जाल भनिन्छ, जुन चाहिँ इन्टरनेटको माध्यमबाट सञ्चालित हुन्छ। यसको सुरुवात सन् 1997 मा 6 दशकबाट भएको मानिन्छ। सभापति महोदय, जान्नेलाई श्रीखण्ड, नजान्नेलाई फुटपाको भिड भने चाहिँ कसैले आफ्नो अगाडि आएका सुनौला अवसरहरू नदेखि तथाकथित चुनौतीहरू मात्र देख्छ भने मलाई केही भन्नु छैन। किनभने दृष्टिविहीनले बेलीको मालालाई पनि सर्प नै सम्झन्छ। सामाजिक सञ्जाल अवसरहरूको धोका मात्र नभई अन्धकारमा आएको त्यो किरण जसले जीवन र जगतलाई उज्यालो मात्र होइन, ऊर्जामय बनाउँदछ। आफ्नो विचारहरू राख्ने, प्रतिभाहरू प्रस्फुटन गर्ने, सूचना आदान प्रदान गर्ने तथा कुरा
सञ्जाल सामाजिक सञ्जालमा अपार शक्ति हुन्छ यसले जनचेतनाको सुनामी र राजनीतिक क्रान्ति ल्याउँछ उदाहरणका लागि हाम्रै देश नेपालको जेन्जी आन्दोलनलाई त लिन सक्छौँ सभापति महोदय अब फेरि शीर्षकतिर ध्यान दियौँ सामाजिक सञ्जालका पनि केही चुनौती र अवरोधहरू हुन्छन् किनभने यो एक नदी जस्तै हो राम्ररी प्रयोग गर्न सकियो भने पानी नाली सकिन्छ तर सकिएन भने गाउँ बस्ती डुबाउँछ तसर्थ आजको यस 21औं शताब्दीमा आइपुग्दा सामाजिक सञ्जालको उचित प्रयोग गर्ने मानिसहरूले उचाइको खुड्किला पार गरेको र यसको दुरुपयोग गर्ने मानिसहरू झन् अन्धकारतिर धकेल्ने कुरा नकार्न सकिँदैन विज्ञानको वरदान सामाजिक सञ्जालको सही सदुपयोग गरी सफलताका पाइलाहरू अगाडि बढाउनुपर्छ देशबाट सृजित अपराध नियन्त्रण गर्न प्रयोगकर्ता सबै सचेत भई सरकारद्वारा निकाय सरकारले कडा कानुनी व्यवस्था गरेर व्यवस्थित पार्ने र आजको कठोर आवश्यकता हो भन्ने निष्कर्षमा म यो भन्न चाहन्छु कि सामाजिक सञ्जाललाई विज्ञानसँग तुलना गरेर सही तथ्य र निर्देशनलाई पालना गरी प्रयोग गर्न सके यो वरदान छ होइन भने अभिशाप जस्तै बन्छ यसले हाम्रो ध्यान खिच्न सक्ने अपार शक्ति लिएको हुनाले हाम्रो जीवन निरर्थक पनि बनाउन सक्छ भन्ने बोध गर्दै र गराउँदै म आफ्ना ककिला तर्कहरू यही विश्राम लिन चाहन्छु हस्त धन्यवाद सबैको दिन शुभ रहोस् जय नेपाल जय सामाजिक सञ्जाल धेरै धेरै धन्यवाद कोड नम्बर 10 का बहिनीलाई आफ्नो प्रस्तुति गरेर बिदा भइसक्नु छ र 5 मिनट का ब्रेक माग्न सक्दैन मनोका सदस्यले त्यसैले त्यो 5 मिनट का ब्रेक भन्दै कोड नम्बर 11 का प्रतियोगी पक्कै पनि बहिनी हुनुहुन्छ उहाँले एकदम तयार गर्नु होला कोड नम्बर 11 का बहिनी के बोल्छ तपाईँ नभएर पो त यो 5 मिनटको ब्रेक को समय थियो अब 5 मिनटको ब्रेक सकिएको छ अब फेरि पुनः लाइभ कार्यक्रममा हामी जोड्दैछौँ विकास र विनाशको बहुमुखी सञ्जाल जाने सञ्जाल नजाने माथि जाँदा जन्जाल कतै सञ्जाल मलमपट्टि कतै सञ्जाल चुट हो खोट होइन चलाउन जाने सञ्जीवनी होट हो खोट होइन चलाउन जाने सञ्जीवनी होट हो धन्यवाद कार्यक्रम सञ्चालकज्यू आज त्यस गरिमामय सभाका सभाध्यक्ष महोदय विशिष्ट अतिथि लगायत अन्य अतिथिगणहरू निष्पक्ष निर्णय दिन बस्नुभएका निर्णायक मण्डलका सदस्यज्यूहरू साथै सौम्य सूचक महोदय र संयुक्त कला प्रतियोगितामा म जस्तै सहभागी हुनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म कोड नम्बर 11 को तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन न्यानो नमस्कार सर्वप्रथम तपाईँलाई आजको यस गरिमामय कार्यक्रममा आफ्ना केही विचारहरू राख्ने सुअवसर दिनुभएकोमा जिल्लाध्यक्ष सुनसरीप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै आजको खास विषयवस्तुतर्फ प्रवेश गर्ने भन्न चाहन्छु आजको मेरो खास विषयवस्तु रहेको छ सामाजिक सञ्जाल अवसर कि चुनौती सभाध्यक्ष महोदय सामाजिक सञ्जाल एउटा यस्तो माध्यम हो जहाँ विश्वभरका मानिसहरू एकअर्कासँग जोडिए र अन्तर्क्रिया गर्ने गर्दछन् विश्वको सबैभन्दा पहिलो सामाजिक सञ्जाल 6TV हो जसको सुरुवात सन् 1997 मा एन्ड्रु रिसले गरेका थिए अहिले आएर विभिन्न सामाजिक सञ्जालको स्थापना गरिएको छ र संसारका लगभग 68.7% मानिसहरूले यसको प्रत्यक्ष रूपमा प्रयोग गर्दछन् सभाध्यक्ष महोदय आज सामाजिक सञ्जाल एउटा यस्तो शक्ति बनेको छ जसले व्यक्तिलाई शिखर
एक भिडियो, एक पोस्ट अनि संसारले तपाईँलाई चिन्न सक्छ। 4 सामाजिक सञ्जालको विभिन्न माध्यमको प्रयोगबाट विभिन्न राजनीतिक समसामयिक विचार तथा एजेन्डाहरूका बारेमा जान्न बुझ्न पाइरहेका छौँ। 5 सामाजिक सञ्जालको प्रयोगबाट संसारको विभिन्न स्थानमा रहेका आफ्ना साथीभाइ आफन्त जनसँगको सम्बन्धलाई निरन्तरता दिन पाइरहेका छौँ। त्यसै गरी कुरा नम्बर 6 घरैमा बसेर रोजगारको सिर्जना गरी आय आर्जन गर्दै आफ्नो कला संस्कृति र साहित्यको प्रवर्धन गर्न सकिन्छ। सभाध्यक्ष महोदय, हरेक सिक्काको दुई पाटा हुन्छ भने चाहिँ हरेक वस्तुको सकारात्मक र नकारात्मक गरी दुईवटा पक्षहरू हुने गर्दछन्। सामाजिक सञ्जालले मानिसलाई अनगिन्ती अवसर दिएका छन्, तथापि यसका चुनौतीहरू पनि रहेका छन्। अब म यसका चुनौतीहरूलाई उदारगत रूपमा प्रस्तुत गर्न चाहन्छु। उदाहरण नम्बर 1 मोबाइल फोन र ल्यापटप कम्प्युटरमा हुने अल्ट्रालाइट विकिरणले गर्दा मानिसहरूको आँखामा मात्र नभएर मस्तिष्कमा पनि असर पुर्याउने गर्दछन्। उदाहरण नम्बर 2 सामाजिक सञ्जालको दुरुपयोगबाट नराम्रो पोस्टहरू गरी समाजमा नकारात्मकता फैलाएको पाइन्छ। उदाहरण नम्बर 3 सामाजिक सञ्जालको अत्याधिक प्रयोगले गर्दा मानिसको शरीरमा थकान, एन्जाइटी र डिप्रेसन जस्ता रोगहरूले बढ्न पाइन्छ। 4 सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विभिन्न प्रकारका साइबर क्राइमहरूको वृद्धि भएको देखिन्छ। 5 सामाजिक सञ्जालको दुरुपयोगले ईर्ष्या, द्वेष बढेर सिङ्गो समाज र अधोगतितर्फ लाने समस्या पनि देखेको छ। त्यसै गरी उदाहरण नम्बर 6 सामाजिक सञ्जालको दुरुपयोग गरेर मानिसहरूले आफ्नो भविष्य उज्जवल बनाउने समय खर्चिरहेको छ। यस्तो बेलामा आजको युवाले आफ्नो भविष्य कसरी उज्जवल बनाउला? सभाध्यक्ष महोदय, यति धेरै असरहरू भन्दा मध्ये अब एउटा प्रश्न हुन्छ, के हामीले सामाजिक सञ्जालको प्रयोग नगर्ने त? अवश्य गर्ने, तर दुरुपयोग होइन, भरपूर सदुपयोग गर्ने। अन्ततः संस्कृतिको एउटा स्रोत छ, असतोमा सतगमय तमसोमा ज्योतिर्गमय। हो सभाध्यक्ष महोदय, यदि हामीले सामाजिक सञ्जाललाई चलाउने र सामाजिक सञ्जालले हामीलाई नचलाउने हो भने पक्कै पनि हामी आफ्ना असत्यदेखि सत्यतर्फ र अधारदेखि उज्यालोतर्फ अघिबढ्नेछ। यही कुराको बोध तपाईँलाई हामीलाई हुने हो भने सामाजिक सञ्जालको प्रयोगले पक्कै पनि हामीलाई अवसरले प्रदान गर्नेछ। सभाध्यक्ष महोदय, मेरा विचारहरू सुनेर यहाँहरूले पनि सामाजिक सञ्जालको सही सदुपयोग गर्नुहुनेछ भन्ने आशाका साथ एउटा छोटो कविता राखेर बिदा हुन चाहन्छु। हिरा जस्तो समय नफालो हेरेर, हिरा जस्तो समय नफालो हेरेर, सधैँभरि सामाजिक सञ्जालको चपेटामा फसेर, सधैँभरि सामाजिक सञ्जालको चपेटामा फसेर। हस्त धन्यवाद, नमस्कार। धेरै धन्यवाद कोड नम्बर 11 को बहिनीलाई। अब पालो छ कोड नम्बर 12 को प्रतिनिधि बहिनी, अनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु कोड नम्बर 12। सञ्जाल आयो, विषय बटुल्यो, ज्ञानको खानी खोल्यो, दिगन्तको खबर आज हत्केलामा बोल्यो। नयाँ युगको उज्यालो यो ज्योति छर्दै आयो, गरिब धनी दुखी सुखी सबैलाई बोलायो, गरिब धनी दुखी सुखी सबैलाई बोलायो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, नगर जिल्ला प्रदेश पेन्सनका पदाधिकारीज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापकज्यू, निष्पक्ष निर्णायक मण्डल, गुरुवर्ग एवं मेरा प्रतियोगी साथीहरू, सम्माननीय बान्धवज्यूहरू, आज म यहाँ केवल कथन गर्न मात्र आएकी होइन। आज विश्व परिवेशको वास्तविकतालाई उजागर गर्ने एउटा ज्वलन्त विषय लिएर उपस्थित भएकी छु। त्यो हो सामाजिक सञ्जाल अवसरकी चुनौती। के हो त सामाजिक सञ्जाल? सामाजिक सञ्जाल एउटा यस्तो शक्तिशाली डिजिटल मञ्च जसले संसारको परिभाषा बदलिदिएको छ। यो एउटा यस्तो ऐना हो जहाँ हामी संसारलाई हेर्न र आफूलाई देखाउन सक्छौँ। आज विश्वका कुल जनसङ्ख्याको करिब 2/3 मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ। जब यति ठुलो सङ्ख्याको शक्ति एकै ठाउँमा केन्द्रित हुन्छ तब त्यो शक्ति अवसर पनि बन्न सक्छ र चुनौती पनि। पुरा गरौँ अवसरको। आज फेसबुक, टिकटक, इन्स्टाग्राम केवल मनोरञ्जनको स्रोत मात्र नभएर रोजगार र पैसा निर्माण गर्ने ठुलो प्लेटफर्म बनेको छ। आज हजारौँ युवाहरूले डिजिटल मार्केटिङद्वारा प्रशस्त आम्दानी गरिरहेका छन्। हेक्कारा हो, कोभिड-19 जस्तो कठिन समयमा पनि सामाजिक सञ्जालले हामीलाई हाम्रो घरमा बसेर परिवार, साथी र शिक्षकसँग जोड्न
नेपालकै कुरा गर्दाखेरि आज धेरै साधारण प्रतिभाहरू जो कुनै स्टुडियो वा मिडिया हाउसको सहयोग बिना नै फेसबुक, टिकटक, इन्स्टाग्रामको माध्यमबाट रातारात राष्ट्रिय व्यक्तित्व बनेका छन् र उनीहरूले लाखौँ रोजगारी सृजना गरेका छन्। त्यसैले त आज सामाजिक सञ्जालले योग्यता चिन्ह पहुँचको पर्खाल फर्काएको छ। सभाध्यक्ष महोदय जहाँ चुलो त्यहाँ धुवा भने चाहिँ अवसरसँगै चुनौतीहरू पनि कात्तिके पुच्छे पछ्याइरहेका छन्। आज गलत सूचनाको बाढीले हाम्रो समाजले छन छस्काइरहेको छ। सामाजिक सञ्जालमा देखिने कृत्रिम खुसी र उत्कृष्ट जीवनशैलीले युवाहरूमा तनाव र एक्लोपन वृद्धि गर्दै गइरहेको छ। वास्तवमा भन्ने हो भने मानिसहरू लाइक र कमेन्टको भिखारी नै बनिसकेका छन् र वास्तविक संसारको सम्बन्धबाट टाढिँदै गइरहेका छन्। अर्को छुटाउनै नहुने कुरा त हालको दिनमा दम्पतिहरूको सम्बन्ध विच्छेदको घटनाको कुरा यही कालले सुन्दै नआएको भन्न सकिन्न महोदय। सामाजिक सञ्जालले एकतिर डिजिटल धोका र अनावश्यक क्षमताको भाइरसलाई सक्रियकरण बनाउँदै गइरहेको छ भने अर्कोतिर सम्बन्धको धागोलाई चुडाइरहेको छ। पहिला मानिसहरूको भेटघाट हुँदा सन्चो बिसन्चो र राजनीतिक आदि कुरामा छलफल हुन्थ्यो, तर अहिले सबैजनाले आफ्नो हातमा सामाजिक सञ्जालको प्रयोग गरेर सम्बन्धलाई कमजोर बनाउँदै गइरहेका छन्। अरू कुरा त के गर्नु, घरमा आएका पाहुनाले समेत के छ भनेर सोध्नुको साटो वाइफाई पासवर्ड के छ भनेर सोध्ने गर्छन्। आज वर्तमान परिप्रेक्ष्यमा सामाजिक सञ्जालले गलत न्युजको जाललाई सक्रिय बनाउँदै गइरहेको छ। सभाध्यक्ष महोदय, केही दिन अगाडि भारतका अभिनेता धर्मेन्द्रको दुःखद निधन भयो, तर उनी बिरामी भएको बेलामा सामाजिक सञ्जालमा मर्यो भन्ने भ्रम फैलाएर लाइक र भ्युज बढाउने त भोटबाजी नै चलेको थियो। यस्ता उदाहरण त कति छन् कति महोदय। त्यसै गरी अहिले नेपालमा 16% भन्दा बढी किशोर किशोरीहरूले धेरैभन्दा धेरै समय सामाजिक सञ्जालमा बिताउने गर्छन्, जसकारण दिन प्रतिदिन उनीहरू सुन्दर र स्वर्णिम भविष्य निर्माणमा बाधा उत्पन्न भइरहेको छ। अब प्रश्न उठ्छ महोदय, यसको समुचित उपयोगिताको अवसर पक्रन र चुनौतीलाई हराउन डिजिटल साक्षरता आवश्यक छ। विद्यालयदेखि विश्वविद्यालयसम्म, गाउँदेखि सहरसम्म हरेक घरमा यसको सही र सुरक्षित रूपमा सिकाइदिनुपर्छ। युवा र अभिभावकको संवाद, सरकारको कठोर नियम र प्रयोगकर्तामाथिको जिम्मेवारी हो। यही 4 स्तम्भलाई दरिलो रूपमा अड्याउन सके के सामाजिक सञ्जाल साक्षात वर्धन साबित हुँदैन त? अन्ततः सामाजिक सञ्जाल त एउटा चक्कु जस्तै हो। सही प्रयोग गरे भान्सामा काम लाग्छ, नभए मानवले ठुलो क्षति बेहोर्नुपर्छ। संस्कृतमा एउटा भनाइ छ नि, यथा प्रयोग तथा परिणाम भवति हो। जस्तो प्रयोगकर्ता त्यस्तै परिणाम। तसर्थ सामाजिक सञ्जाल न त पुनः अवसर्ने हो, न त पुनः चुनौती दिने। यो त हामीले कसरी चलाउँछौँ, कसरी बुझ्छौँ र कसरी नियमन गर्छौँ, त्यसबाट यसको मूल्य निर्धारण हुन्छ। त्यसैले अब हामीले सामाजिक सञ्जालले समय नष्ट पार्ने छैन, प्रगति र सफलताको घर बनाउनुपर्छ भन्ने म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। धेरै धन्यवाद कोर्ट नम्बर 12 की बहिनीलाई। मैले आफ्नो दोस्ती प्रतिनिधिको बेटा बैठक छ। अब पाल्नु छ कोर्ट नम्बर 13 का बहिनी। म कोर्ट नम्बर 13 लाई म मञ्चमा सुन्न चाहन्छु र उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, हेलो। सञ्जालले दिन्छ भर्याङ, सपनासम्म पुग्न कहिले काहीँ देखिन्छ छाया, चुनौतीको चुपचाप सुन्न। सचेत रह्यो भने हरेक बाटो सजिलो, ज्ञानले बनाउँछ हाम्रो संसार उज्यालो। धन्यवाद सक्छु। यस गरिमामय कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन्य अतिथिज्यूहरू, विभिन्न विद्यालयबाट पाउनुभएका प्रधानाध्यापकज्यूहरू, निर्णायक मण्डलमा आसीन विद्वान निर्णायक मण्डलज्यूहरू, समय कति बलिमान छ भने देखाउन बस्नुभएको समय सूचकज्यू, गुरुआमा, उपस्थित सम्पूर्ण महानुभावहरू, साथै मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी मित्रहरूमा म कोड नम्बर 13 को तर्फबाट स्वीकार्नुहोस् यहाँको अभिवादन। सर्वप्रथम त म आज यो विशिष्ट मञ्चमा सामाजिक सञ्जाल अवसर कि चुनौती भन्ने शीर्षकमा आफ्ना विचारहरू राख्ने अवसर प्रदानका लागि प्यासन सुचारीलाई हृदयदेखि नै धन्यवाद दिँदै आफ्ना विचारहरू राख्ने अनुमति चाहन्छु। सामाजिक सञ्जाल आधुनिक सभ्यताको आविष्कार हो, जसले संसारलाई एउटा सानो गाउँमा रूपान्तरण गरेको छ। दार्शनिक मार्सल म्याक्लुहानले भनेका थिए, माध्यमले नै सन्देशको स्वरूप निर्धारण गर्छ। यो भनाइ आजको डिजिटल युगमा सत्य साबित भएको छ। यो आधुनिक सभ्यताको आत्मदर्पण पनि हो। सामाजिक सञ्जालले हाम्रो सोच, व्यवहार र सम्बन्धलाई पूर्ण परिभाषित
गरेको छ। एकातिर यसले सूचना प्रवाहलाई तीव्र र सर्वसुलभ बनाएको छ भने अर्कोतिर यो नै हाम्रो निजीपन, नैतिकता र मौलिकताको चुनौती पनि बन्दै गएको छ। सभाध्यक्ष महोदय, सामाजिक सञ्जालले दिएका अवसरहरू अपार छन्। यो ज्ञान सूचना आदान प्रदान गर्ने पुरा विश्वविद्यालय हो। विद्यार्थीका लागि सिकाइको नयाँ माध्यम, शिक्षकका लागि पहुँचको नयाँ जम र व्यापारीका लागि बजारको नयाँ द्वार पनि हो। सामाजिक सञ्जालले केवल युवाहरूलाई दर्शक होइन, सर्जक बनाएको छ। विश्वका कुना काप्चासम्म आवाज पुर्याउन, अन्याय विरुद्ध एकजुट हुन सञ्जालले अथाह योगदान दिएको छ। विपद महामारी होस् वा दैनिक किसानका दुःख सुख साझा गर्न सामाजिक सञ्जाल नै हाम्रो स्वाद र सम्बन्धको पुल अथवा सेतु भएको छ। सभाध्यक्ष महोदय, विश्वव्यापी रूपमा फैलिएको कोभिड-19 जस्तो महामारीबाट हेर्ने हो भने विश्वका लाखौँ करोडौँ विद्यार्थीहरूले अनलाइन मार्फत शिक्षा हासिल गरेको कुरा हामी सामु छ। अब प्रश्न उठ्छ, के सामाजिक सञ्जाल नभएको भएसम्म भिडियो त अवश्य पनि हुने थिएन। साथै आज विश्वका लाखौँ करोडौँ मानिसहरूले अनलाइन व्यापार व्यवसाय सञ्चालन गरी आफ्नो आम्दानीमा वृद्धि समेत गरिरहेका छन्। सभाध्यक्ष महोदय, हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ, अर्थात् अवसर र चुनौती दुवै हुन्छ। तुलनात्मक रूपमा भन्दा सामाजिक सञ्जालका अवसरहरू धेरै छन्। आज सूचना तथा सामाजिक सञ्जालको सहायताले हामी विश्वको जुनसुकै कुनाको घटना तुरुन्तै थाहा पाउन सक्छौँ। शिक्षा, स्वास्थ्य, यातायात, घर आदि हरेक ठाउँमा सामाजिक सञ्जाल गाँसिएको छ। सभाध्यक्ष महोदय, यति धेरै अवसर हुँदाहुँदै पनि यसका चुनौतीका पहाड छन् र त्यतिकै गम्भीर छन्। झुट, ठगी र घृणाको खेती यही सामाजिक सञ्जालमा भइरहेको छ। दार्शनिक सुकुनाथले भनेका थिए, जाँच नगरेको जीवन बाँच्न लायक हुँदैन, तर आज हामी बिना परीक्षण गरी आफ्नो विचार र सूचना साझा गर्छौँ। सामाजिक सञ्जालले मानिसलाई आत्ममुक्त, प्रतिस्पर्धी र कहिलेकाहीँ मानसिक रूपमा थकितसम्म बनाएको छ। यहाँ व्यक्तिगत गोपनीयता सङ्कटमा छ, नैतिकता हराउँदै गएको छ। फेसबुकमै मित्रता, टिकटकमै प्रेम जस्ता प्रवृत्तिले सम्बन्धको गहिराई घटाएको छ। सभाध्यक्ष महोदय, म समस्याको पोको मात्र देख्दिन, यसका समाधानका उपायहरू प्रस्तुत गर्छु। समाधानका लागि डिजिटल साक्षरता बढाउनुपर्छ। के साझा गर्ने, के विश्वास गर्ने र कसरी जिम्मेवारी प्रयोग गर्ने भन्ने चेतना फैलाउनु आवश्यक छ। शिक्षा प्रणालीमा नियमित डिजिटल नैतिकता समावेश गर्नुपर्छ। अभिभावक र शिक्षकले मार्गदर्शनको भूमिका खेल्नुपर्छ। नियन्त्रण होइन, राज्यले नियमभन्दा बढी सचेतना अभिवृद्धिमा जोड दिनुपर्छ। सबैभन्दा मुख्य सञ्जाल होइन, सोच बदलौ। सभाध्यक्ष महोदय, निष्कर्षमा भन्नुपर्दा सामाजिक सञ्जाल आफैमा न त देवता न त दानव, यो त केवल हाम्रो सोच र छनौटको प्रतिबिम्ब हो। विवेकका साथ चलायो भने अवसरको महासागर, अचेतन रूपमा चलायो भने चुनौतीको दलदल। अब निर्णय हाम्रो हातमा छ, सञ्जाल प्रयोग गर्ने कि सञ्जाल नहराउने। धन्यवाद। धेरै धन्यवाद कोड नम्बर 13 का बहिनीलाई। मैले आफ्नो प्रस्तुति दिएर बिदा भइसकेको छ हामी माझबाट। अब म आमन्त्रण गर्न चाहन्छु कोड नम्बर 14 का प्रतिनिधि बहिनीलाई म आमन्त्रण गर्न चाहन्छु। उहाँलाई ताली बजाएर हौसला प्रदान गरिदिउँ। लाइफ र कमेन्टको संसारको अर्थात् कुनै छैन। लाइफ र कमेन्टको संसारको अर्थात् कुनै छैन। अनलाइन छ जीवन, तर यहाँ जीवित केही छैन। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन्य अतिथि लगायत विभिन्न विद्यालयबाट यहाँ पाल्नुभएका आदरणीय प्रधानाध्यापकज्यू, गुरुवर्ग, साथै निर्णायक मनोज, समय सूचक
सामाजिक सञ्जालमा जति चुनौती हुन्छन् त्यति नै अवसर, अर्थात् जति अवसर नै हुन्छन् त्यति नै चुनौती पनि। तसर्थ ठाडे एक विषयको सबट र दुर्बल दुवै पक्ष हुने गर्दछन्। कुनै पनि विषयमा राम्रो पक्षको मात्र व्याख्या गर्नु त्यो अनुपयुक्त हुन्छ। त्यसैले अब प्रश्न उठ्छ कि सामाजिक सञ्जालको चुनौतीमा के आउन सक्छन् भनेर। सामाजिक सञ्जालको चुनौतीमा पहिलो चुनौतीको रूपमा भ्रमित सूचना र अफवाह तथ्यभन्दा अफवाह सूचना छिटो फैलिन्छ। यस्ता गलत सूचनाले समाजमा तनाव, द्वन्द्व र हिंसासम्म निम्त्याउन सक्छ। त्यसै गरी दोस्रो चुनौतीमा मानसिक स्वास्थ्यमा असर, तुलना गर्ने प्रवृत्ति, अनावश्यक मान्यता खोज्ने बानीले युवाहरूमा आत्मसम्मान घटाउँदै मानसिक तनाव बढाइरहेका छन्। त्यसै गरी चुनौतीका रूपमा तेस्रो चुनौतीमा गोपनीयता र सुरक्षा, डेटा दुरुपयोग, साइबर बुलिङ, ह्याकिङ यी चुनौतीहरू गम्भीर विषय बन्दै गइरहेका छन्। यस्ता चुनौतीले हाम्रो मानसिक स्वास्थ्यमा अतिरिक्त असर पार्दै गइरहेका छन्। आदरणीय सभाध्यक्ष महोदय, एउटा छोटो र मिठो कविता पनि लिएर आएकी छु। तसर्थ म यसलाई व्यक्त गर्न अनुमति चाहन्छु। नयाँ संसार खोज्छन् सामाजिक सञ्जालले, नयाँ संसार खोज्छन् सामाजिक सञ्जालले। अवसर पनि यति भन्दै आफ्नो विमतिले हेर्न चाहन्छु। धन्यवाद। धेरै धन्यवाद बहिनीलाई। मैले आफ्नो प्रस्तुतिकरण अब म अनुसरण चाहन्छु आजको यस पत्रिकाको दोस्रो अन्तिम वक्ता उहाँ हुनुहुन्छ कोड नम्बर 15। कोड नम्बर 15 का पक्कै पनि बहिनी हुनुहुन्छ, उहाँलाई म मञ्चमा आउन चाहन्छु। कोड नम्बर 15 र आयोजक टिमका साथीलाई यो पश्चात खाजाको व्यवस्थापन के छ व्यवस्था गरिरहनु होला है। कस्तो जमाना आयो, सामाजिक सञ्जाल हाम्रो अभिन्न अङ्ग हुने, जानेदेखि फाइदै फाइदा नजाने सबै भङ्ग हुने, जानेदेखि फाइदै फाइदा नजाने सबै भङ्ग हुने। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रममा सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, हाम्रो मस्तिष्कको ज्ञानको पोकोलाई दुधको दुध र पानीको पानी छुट्याउन भने एक हातमा कलम र अर्को हातमा कापी लिएर धर्मराजको रूपमा पाल्नुहुने निकाय मण्डलज्यूहरू, सभा शिक्षकज्यू, चिरपरिचित गुरु तथा गुरुआमाहरू, मेरा प्रतिस्पर्धी मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरा हार्दिक अभिवादन। आजको यस कार्यक्रम सभामा आएर आफूलाई बोल्ने सुनौलो अवसर प्रदान गर्नुहुने आयोजक समितिलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको यस वक्तृत्व कलाको शीर्षक रहेको छ सामाजिक सञ्जाल अवसर कि चुनौती। आधुनिक युगमा सामाजिक सञ्जाल हाम्रो जीवनको दैनिकीको अविभाज्य हिस्सा बनिसकेको छ। सामाजिक सञ्जाल भनेको इन्टरनेट मार्फत मानिसहरूले जोड्ने, सोच, विचार, धारणा, जानकारी आदान प्रदान गर्ने डिजिटल माध्यम हो। सामाजिक सञ्जालले विश्वलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ र मानिसहरूलाई जोड्ने पुलको काम गरेको छ। आजको युगमा सामाजिक सञ्जाल प्रयोग नगर्ने त कुनै होला र। सामाजिक सञ्जालले हाम्रो जीवनलाई सहज र सरल बनाइदिएको छ। हामी सामाजिक सञ्जाल प्रयोग त गर्छौँ, तर हामीलाई थाहा छैन होला सामाजिक सञ्जाल हाम्रो जीवनलाई उज्यालोतर्फ लग्ने ज्योति हो वा हाम्रो भविष्यलाई अँध्यारोतर्फ लग्ने अन्धकार। हामीले सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि यो कुराको पनि ख्याल राख्न आवश्यक छ कि हामीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छौँ वा सामाजिक सञ्जालले हामीलाई प्रयोग गरिरहेको छ। सबैभन्दा पहिले सामाजिक सञ्जालको अवसरतर्फ लागौँ। सामाजिक सञ्जालले ज्ञान र सूचनाको क्षेत्रमा त क्रान्ति ल्याइसकेको छ। विश्वको कुना कुनाको समाचार पनि एकै क्षणमा हामी कहाँ आइपुग्छ। शैक्षिक सामग्रीहरू, सिपमूलक भिडियोहरू र विश्वका उत्कृष्ट विश्वविद्यालयका लेक्चरहरू अब हाम्रै मोबाइलमा उपलब्ध छन्। भौगोलिक दूरी अब रहेन, हामी जुनसुकै बेला पनि जोसुकैसँग जोडिन सक्छौँ। सामाजिक सञ्जालकै माध्यमबाट रोजगारी सिर्जना पनि गर्न सक्छौँ, साथै आफ्ना प्रतिभाहरू प्रदर्शन गर्ने मौका पनि पाउन सक्छौँ। सामाजिक सञ्जालले लाखौँ युवाहरूलाई कन्टेन्ट क्रिएटरको अवसर पनि प्रदान गरेको छ। कोभिड-19 को समयमा घरमै बसी अनलाइन कक्षा सञ्चालन गर्न पनि सामाजिक सञ्जालकै कारण सम्भव भएको थियो। सामाजिक सञ्जाल भनेको केवल साथीभाइसँग गफ गर्ने माध्यम होइन, यो त सामाजिक र आर्थिक रूपान्तरणका लागि एक शक्तिशाली हतियार हो। समाजमा नागरिक जागरण ल्याउन, भ्रष्टाचार उजागर गर्न,
विशेष गरी विकासोन्मुख देशहरूमा महिला उद्यमी तथा साना व्यवसायीहरूले यसै माध्यमबाट रोजगारी र आय आर्जन गरिरहेका छन्। सामाजिक सञ्जालले युवाहरूलाई बोल्न र आवाज उठाउन पनि अवसर प्रदान गरेको छ। यसको ताजा उदाहरण भर्खरै केही महिना अगाडि नेपालमा भएको जेएनजी आन्दोलन हो। यो आन्दोलन सरकारी फैसला सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुबाट सुरुवात भएको थियो। परम्परागत गोष्ठी बैठक र सङ्गठन बिना नै सामाजिक सञ्जालले छलफल र निर्णय गरे। यी केही घन्टामै हजारौँ हजार युवाहरू एउटै माग, एउटै उद्देश्य र एउटै लक्ष्य लिएर एकजुट भएका थिए। सामाजिक सञ्जालमा जति फराकिलो अवसरहरू रहेका छन् उत्तिकै गम्भीर चुनौतीहरू पनि रहेका छन्। सबैभन्दा ठुलो चुनौती भनेको मिथ्या सूचना। सामाजिक सञ्जालमा झुटा र भ्रामक कुराहरू हजारौँ गुणा चाँडो फैलिने गरेका छन्। यसले व्यक्ति, समाज र राष्ट्रिय राजनीतिमा सबै नकारात्मक असर पारिरहेको छ। कि हामीले कुनै पनि पोस्ट आफ्ना साथीभाइहरूले सेयर गर्नु अगाडि त्यसको सत्य र जाँच गर्ने बानीको विकास गरेका छौँ? कि हामीले सामाजिक सञ्जाल सही तरिकाले सदुपयोग गरिरहेका छौँ? सामाजिक सञ्जालमा बढ्दो साइबर अपराध, ह्याकिङ, व्यक्तिगत डेटा चोरी र साइबर बुलिङले डिजिटल सुरक्षामाथि ठुलो प्रश्न चिन्ह खडा गरेको छ। सामाजिक सञ्जालमा फैलिएका नकारात्मक टिप्पणी र गलत सूचनाहरूले कयौँ मानिसहरूको मानसिक स्वास्थ्यमा समेत असर परिरहेको छ र यसै कारण कयौँ मानिसहरू डिप्रेसन र एन्जाइटी जस्ता घटनाको शिकार भइरहेका छन्। कि हामीले कहिले सोचेका छौँ हामीले वास्तविक सम्बन्धभन्दा पनि त्यो मोबाइलको स्क्रिनमा कति समय खर्च गरिरहेका छौँ त? अन्त्यमा सामाजिक सञ्जालमा पूर्ण रूपमा अवसर हो न त पूर्ण रूपमा चुनौती। यो त बस हामीले कसरी प्रयोग गर्छौँ भन्ने कुरामा भर पर्ने कुरा हो। सामाजिक सञ्जाल नराम्रो होइन, त्यसको दुरुपयोग चाहिँ नराम्रो हो। प्रत्येक प्रयोगकर्ताले डिजिटल प्रयोगकर्ताको रूपमा सामाजिक सञ्जाल प्रयोग गर्न आवश्यक छ। सामाजिक सञ्जाल एक धारी र हतियार जस्तै हो। यसलाई सकारात्मक र विवेकपूर्ण ढङ्गले प्रयोग गर्यो भने यो नै विश्वलाई जोड्ने पुल बन्छ। तर यदि अनुशासनहीन तरिकाले प्रयोग गर्यो भने यो पुल नै तरवारमा बदलिन्छ। प्रयोग गर्न जाने जीवन बन्दछ सुन्दर, नजाने हुन्छ हानि। प्रयोग गर्न जाने जीवन बन्दछ सुन्दर, नजाने हुन्छ हानि। एउटा असरले सारा सुन्दर जीवन नै बन्दछ खरानी। एउटा असरले सारा सुन्दर जीवन नै बन्दछ खरानी। धन्यवाद। धेरै धेरै धन्यवाद कोर्ट नम्बर 15 की बहिनीलाई आफ्नो प्रतिगमन दिएर बिराएको धन्यवादबाट। अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ। आजको यो वक्तव्यको अन्तिम प्रतिनिधिको रूपमा हुनुहुन्छ कोर्ट नम्बर 16 की बहिनी। कोर्ट नम्बर 16 की बहिनीमा सानो बहिनीहरूले भाषण चाहन्छु। कोर्ट नम्बर 16 विश्वको कामसम्म पुर्याइदिने मानव
गरिरहेको छु फोटो कहाँबाट फोटो कहाँबाट क्लिक गर्नु आवश्यक छ। सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोगले व्यक्तिगत सामाजिक र राष्ट्रिय स्तरमा सकारात्मक क्रान्ति ल्याउन सक्छ भने व्यवस्थामा अधुना प्रयोगले चुनौतीलाई खतरा बनाइदिन सक्छ। त्यसैले हामीले यस्ता अवसरको दुर्भाग्य रूपमा हुँदै चुनौतीका सावधानीपूर्वक सामना गर्ने कला सिक्दै आधुनिक जीवनको साँचो सफलता हो भन्दै म मेरा भनाइ यही टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद। अन्तिम प्रतियोगी कोड नम्बर 16 का सानी बहिनीलाई मैले आफ्नो प्रतियोगिता मिलाइसकेको छ। वास्तवमा भाइ बहिनीहरू यो सानी सञ्चालन यस्तो शक्तिशाली औजार हो जसले घर बनाउन पनि सक्छ, घर बचाउन पनि सक्छ। निर्माण हामी परिवर्तनमा यही भाषा सम्पूर्ण भाइ बहिनीले प्रस्तुत गरेर मिलाइसकेको छ। यसरी नै हाम्रो प्रतियोगिता समापन पनि भएको छ। अब निर्णायकलाई खाँटी राख्ने एकछिन निर्णय हामी तयार गर्दै गर्छौँ। तबसम्म नै उपस्थित सम्पूर्ण भाइ बहिनीहरू हाम्रा शिक्षक मित्रहरू पनि लगायत अतिथिगणहरू पनि यो हलको उत्तर साइडमा राखेको खाजा स्थलमा पंक्तिबद्ध लागेर खाजा ग्रहण गरेर हाली हालेर जान्छु र हाम्रो निर्णय र यहाँ निनाला अध्यक्ष जनप्रसाद गुरानी सरको यहाँ आवश्यकता देखियो। यहाँ मञ्चमा आइदिनु होला। भाइ बहिनीहरू अब पंक्तिबद्ध लाइनमा उभिएर खाजा खानु म हात गाएर चाहन्छु। गणेश मनाएर ट्याक्सन पञ्चायत उपाध्यक्ष